देखि जोड्छु तिमीले हैन मलाई तैले दुनियालाई फसाएर सबको घर बिगार्ने आइमे हो तँलाई फसाउन कसरी सक्छ खोल्नु पर्यो त मेरो नि उपारेर दिपा दिदी मेरो नि उपारेर तिमीले कति फाइदा लुटेको छौ भन्ने कुरा मलाई मात्र कवितालाई कवितालाई भन्न नि मैले जोडौँ या नजोडौँ यस्तो दिदी अहिले भनेको यहाँ एसकेले कविताले लडाएर भनेको छ जब म 5-6 महिनादेखि टिकटकमा मलाई वास्ता छैन मतलब छैन अहिले मलाई कन्ट्रोभर्सीमा तान्नु पर्ने किन अहिले मलाई यो सानुमाया सिससँग जोड्नु पर्ने किन मन्जुसँग जोड्नु पर्ने किन अहिले म यो बुझ्न चाहन्छु यो पछि म भाइ माथि आइजा भाइ सन्देश भाइ त माथि आइजा भन्नु न देवी म तपाईलाई एउटा प्रश्न गरे अहिले यो लाइभ किन सुरु भयो मलाई के कारणले यो तपाईले यो साइलेन्ट किलरलाई लिएर लाइभ सुरु गर्नुभयो हैन यस्तो हो के मैले लाइभ चाहिँ किन खोलेको हो भने यहाँ हाम्रो मोनीजीको भोइस आएको रहेछ हैन अनि अर्को कुरा चाहिँ अब कविताजीले पनि धम्की चाहिँ दिनुभयो अरूलाई सुन्नु न एक सेकेन्ड तपाईले अहिले किलरलाई फोन गरेर यहाँ बोलाउनु भयो अथवा किलरले तपाईलाई फोन गरेर यो भोइस रेकर्डको कुरा आयो हाम्रो त पर्सनलमा अहिले छैन यसके देऊ कतिसम्म झुट बोल्छ म त उसको मोइनीको भोइस सुनेर आएको हुम क्या हैन ब्लेम नलगाउनु है हामी लाइभ खोलेर बसिरहेको मोइनीको भोइस सुनेर आएको छु यार तिमी जस्तो सल्लाह गरेर हिँड्ने मान्छे होइन क्या दीपक तिमी दुईको सामने बोलेर यो गर्दै त्यो गर्दै भन्ने कविता हामी सल्लाह गरेर आएको है मैले तसँग बोले हैन मैले एसके ब्रदरलाई प्रश्न गरेको मात्रै हो मेरो कविताको नाम लिएपछि म माथि चढेको है मेरो जब कविताको नाम आयो तब म माथि चढेको जो मान्छे टिकटकमा वास्तै छैन मतलबै छैन आफ्नो तरिकाले हिँडेको छ भने चाहिँ त्यो मान्छेलाई बारम्बार कसैले मुस्छ भनेदेखि म बोल्न पर्छ भनेर आएको तर कविता र मन्जुलाई यहाँ लडाउनु पर्छ अनि सानु माया र कवितालाई लडाउने प्रयास गरेको छन् जति फोटो भिडियो उठाएको छ छुइन भनेपछि अब मलाई टिकटकमा ल्याउने चलाउने हुँदैन आजदेखि उपरान्त मेरो नाम कविताको क पनि लिन पाइँदैन मैले एसकेको नाम नलिएको मैले कति 4-5 महिना होला मलाई लिनु पनि छैन हैन र मलाई आइन्दा मेरो उपरान्त कुनै ब्रोडमा पनि मेरो नाम आएको मात्रै थाहा पाए भने राम्रो हुने छैन तपाईले अघि पनि भन्नुभएको छ लास बनाएर कुदाउँछु भनेर मैले अस्ति पनि रेकर्ड गरेछु आइन्दा मेरो एउटा मात्रै भिडियो उठो भनेदेखि जानुस् हजुरको कुरा कसैले गर्दैन हजुर जानुस् हजुरको कुरा गर्दैन कसैले पनि जानुस् धेरै भयो अति च्याङच्याङ भयो हैन कसैको पनि त्यो नगर साथी एउटा कुरा सुन मलाई कविताले दिइन भने कविताले नहुन्छ भन्ने भने मलाई पैसाको कारणबाट यति टर्चर गरेको छ मन्जु यहाँ सुन है मन्जु यहाँ सुन एउटा मेरो पनि फसाउने एउटा अनि यहाँ लडाउने अर्को भइराको छ क्या यहाँ सुन्नु हजुर दीपक सर यहाँ सुन्नु मैले मन्जुलाई यहाँ सुन मन्जु मैले मन्जुलाई मन्जु यहाँ सुन न मेरो कुरा सुन्न मन्जु यहाँ सुन न मैले मन्जुलाई म कसम खाएर भन्छु मैले मन्जुसँग कन्ट्याक्टमा छैन पर्सनलमा मन्जु हो कि हैन भन्देउ त यत्रो जनाको अगाडि हैन के म अनि तपाईसित म कन्ट्याक्टमा छु भोटे दाइलाई एले साटगाट दिपासित छ भनेर एले हरेक कुरा तपाईले पठाएका हरेक कुराहरु तपाईलाई कोले पैसा हाल्यो त्यो सबै कुरा यही दिपासित यसको साटगाट छ भनेर मेरो स्क्रिन शेयर गर्न लाएर रेकर्ड गरेर मगाए तपाईसित मेरो कहिले कन्ट्याक्ट दिपा दिदी येमा गेम त सुरुवाती गेम कसले गराएको थियो दिदी कहिले गेम गराएको तिमी अनि भोटेसँग पैसा मागेर यसै गाडी दिन्छु एउटा लगाएका थिए कुनै बेला तिमी त्यसो भए एउटा कुरा यसले बाबु यसलाई म्युट गर्नु त एउटा कुरा ल मन्जु एउटा कुरा मन्जु एउटा कुरा सुन हुँदा फेरि चाहिँ तेरो श्रीमानले हरेक बदनामी गर्दा यो मैले पैसा हाल्ने मैले कसैलाई सोध्न यति कुरा बुझ एउटा कुरा सुन्नु है मन्जु यहाँ सुन्नु एउटा कुरा यहाँ सुन मन्जु एउटा कुरा म के भन्छु के रे यो भोटेलाई चाहिँ यहाँ सुन्नु यहाँ सुन न मन्जु यहाँ सुन मन्जु भोटेले चाहिँ पैसा किन हालेको यो दिपा शर्माले चाहिँ के को लागि पैसा हालेको मलाई के फसाउनको लागि मलाई मार्नको लागि पैसा पठाएको हो पैसा हालेकै छैन है यो पैसा हालेकै छैन मन्जुले के भन्दैछ मन्जुले पैसा हालेको तपाईले मलाई इनबक्स गर्नुस् तपाईलाई म त्यो सर पठाइदिन्छु
मलाई रेकर्ड आगे पठाइदिन्छु म एक एकले बोलेका भोइस पठाइदिन्छु डोन्ट वरी मन्जुले बोलेका नताना के मोनिटर को छ मोनिटरलाई नताना मैले भनिरहेको छु मोनिटरलाई नताना के यहाँ मोनिटर कसैले नतान्नु कसैलाई हैन नताना के मोनिटरलाई मैले भनिरहेको छु नताना दिप के रे सबैले म भनिरहेको छु मोनिटरलाई नचिनेको मान्छेलाई आइडी प्लिज यसो जो कसैलाई नराम्रो नलेख्नु मनी साथी नतान्नु न साथी जीवन ब्रोदर नतान्नु के कसैलाई नतान्नु त योहरू भनेको सब फेके हो गाली गर्न मात्र आएको छ अब यस्तो छ एकछिन है दीपकजी म एउटा कुरा भन्छु दिपकजी कुनै बेला मेरो सर्लक्कै वृत्तान्त कसैलाई मैले राम्रो बान्दा निक्लेको हो हैन हिजो त तिमीले नै ठोकेको होइन यसलाई मागेर गाथ्यौ रे त तिमी माफी मागेर निक्किएलाई ग्रुपमा राखेर के हो कुरा हिजो बिहान दुनियाँको सामु माफी माग्यो मान्छे राखेर ठोकेर अनि दिपा शर्मा माफी माग्यो लागेन कसले माफी माग्यो तेरो बारे यो भन्यो त्यो रेकर्ड लिएर आइज मन्जु त्यति तेरो त इज्जत छैन तसँग जोडे गएको इज्जत चाहिँ चिल्ली फर्किने भयो यति चाहिँ बुझ्छु ल फर्काउ हमकारा मेसेज ल गरिहाल आज अब म बोल्छु ओपन च्यालेन्ज ल खोला जाऊ दिपक पनि आउँछु जाऊ खोला ल ठीक छ त किन आउने ओपन च्यालेन्ज भागी यो भागी यसको भेद खुल्ने भएछ भागी यसको म यही दिपा शर्मा हो आज जिन्दगीको दोसारमा हुँदा पनि साथ दिने मान्छे मै थिए आज यही दिपा शर्मालाई त्यो पनि हे भगवान मैले त्यो सुनेको भोइस पनि थिएन क्या उले 10 थरी यो मान्छेलाई यसकेलाई म नेपाल जिगाउँछु 10 थरी भनेर गरेको त्यही पनि मैले मेरो दाइसित मैले मेरो पैसा जिगाउने पनि बा तिमीले दुनियाँको पैसा जिगाउँदैन हैन न भइहाल्यो के सोचेको छौ दुनियाँको पैसा जिगाउँदै हिँड्छ यस्ता तिमीले पठा दुनियाँको भर्ती मेरो फर्स्ट आइडी उठाएर तिमीले कतिको आइडी उगार्नलाई फाइदा ल्याउ आइडी उठाइस त कति आइडी उठाइस आइडी उठाएर तिमीले चिन्छस् बाउआमा यस्तो देखि पनि कतले चिन्छस् ओइ यसके बोल्दै यसले आइडी उठाउन लागि हैन मेरो मैले आइडी उठाउनको मन्जुले दिएको फोटो यसके दि सत्य बोल्नु खै यसके तिमीलाई मलाई जोडाएर तिमीले यसले फोटो उठाउनु अरे त्यो त्यसको रेकर्ड मसँग छ यार मलाई यसके बधाइदिनु मसँग अहिले पनि सुरक्षित छ तिमीलाई मलाई जोडाको यसके ब्रदर तिमी हात टिकेर बोल्नु ल एकछिन चाहिँ मन्जु नबोल त ल दिपा शर्माले गर्नु त यार यसलाई म्युट गर्नु त ल बोल्नु त अब पहिलाको कुरा पनि म निकाल्छु ल दिपक सर तपाईँ पहिला भन्नु ल अब पहिलाको सबै कुरा म निकाल्छु ल प्रुफ पनि छ किलरले फोटो मैले पठाइकिम भनेको उसको अडियो रेकर्ड सर्लका मसँग छ ओके भन्नु अरु हैन फोटो पठाएको सबै कुरा अरु बाँकी कुरो कसले कहाँ कुरा तपाई समक्ष कसले पुरा मलाई थाहा छैन तर किलर आफै बोलेको रेकर्ड मसँग सुरक्षित छ ओके अब भन्नुस् न अब म बोलम एसके जी भन्नु त दिपा शर्मा जी सुन्नु एसके जी तपाईँ सुरुमा देविका र मीनाको कन्ट्रोभर्सी आयो सरी कसैको नाम लिए मैले यहाँनिर हैन कन्ट्रोभर्सी आएको थियो फल्लो मान्छेलाई तपाईले लाइभ